हेलो एभ्रिवान, नमस्ते। वेलकम छ सबैजनालाई मेरो मिनी ब्लगमा। म चाहिँ आज नुहाइ गरेर रेडी भएर आज 1 महिनापछि म चाहिँ ड्युटीतिर जाँदैछु साथीहरू हो। फाइनली ड्युटीमा पनि पुगेर रेडी भएर काम गर्नतिर लागे है त। र यही रहेको छ मैले काम गर्ने। दिस इज हाउ आई वर्क, व्हाट आई वर्क। सो यु क्यान सी हामीहरू चाहिँ आज शनिबार परेको नि त, त्यही भएर एकदम बिजी पनि थियो है। अनि मेरो त खुट्टा दुखेर हालत नै खराब भएको थियो साथीहरू। फाइनली इट्स टाइम टु गो होम राइट नाउ। हामीहरू चाहिँ कार लिफ्टमा सबैजना एकदम थाकेर है, हालत खराब भएको थियो र म चाहिँ रुममा पनि आइपुगेँ। र मेरो चाहिँ 1 महिना पछाडि काम गर्न गएको भएर खुट्टामा एकदम ठेला पनि उठिरहेको छ कि हेर्नु न, जिन्दगी काम गरेर खानु कहाँ सजिलो छ र, हैन त। थ्याङ्क यू सो मच।